अहिले पनि धेरैले कुरा बुझिरहेको भिडियो छैन हेर्नु यो भिडियो यो सरकारसँग न कुनै भिजन छ न कुनै मिसन छ हेर्नु त्यो। छैन होइन के गर्ने कसो गर्ने भन्ने छैन यो सरकारले देखाउनु त्यसले कुरा बुझाएको छैन सिर्फ हर्क साङपाङले मात्रै बुझिरहेको छन् कुरा होइन दिमाग नि छैन टेन्सन नि छैन होइन सुकुम्बासीलाई उचाले आएको छ हुकुमबासीलाई उचाले आएको छ चाकमा चुर्न परे जसरी जतिखेर नि विरोध गरेको मात्रै देख्छु फेसबुकमा फेरि कसैको फोटो तल र माथि टाँसे आएको छ कहिले बालिन्साको छोरी गएर तल त्यो कुन चाहिँ उसको त्यो मस बस्नेतले हाल्छ त्यो गायो अनि फेरि यतै त्यो डाउनलोड गरेर यता हालेछन् तिमी जस्तो मान्छे यार राजनीति गर्न खोजिरहेको छ सुकुम्बासीको नाममा एउटा बच्चाको नाममा त्यही पनि खै लाज शरम के लाग्दैन एउटा सांसद जस्तो पदमा बसेर पनि सायद तपाईँलाई त कारबाही नै हुनसक्छ यस्तो बच्चाहरूको दुरुपयोग गर्यो भनेर फोटोहरू अन्त एउटा सांसद भएपछि त अब त ठुलो तपाईँ त एउटा नेतृत्व बोकेर गएको मान्छे नेतृत्व बोकेर गएको मान्छेले नि अनि यस्तो यस्तो गाली गर्ने राम्रो काम गर्ने विरोध गर्ने गर्नुभयो भने त अनि समाज कुन चाहिँ बाटोतिर जाँदैछ सोच्नुहोस् अलिकति